नेपालको मध्य प्रदेशमा अहिले एउटा ठूलो आन्दोलन चलिरहेको छ। तर यो कुनै राजनीतिक आन्दोलन होइन, यो हो फार्मासिस्टहरूको आफ्नो पेशागत अधिकार र सम्मानको लडाई। आखिर किन सुरु भयो त यो अभियान? आउनुहोस् आज यसकै बारेमा कुरा गरौँ। यो सबै समस्याको जड हो यो अङ्क 10,000 देखि 20,000 रुपैयाँ। सोच्नुस् त, स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने एक दक्ष योग्य फार्मासिस्टको मासिक तलब यति मात्रै? के यो न्यायसङ्गत होला? हो, यही प्रश्नले नै यो पुरै अभियानको आगो सल्काएको हो। अब हेर्नुस्, यो कम तलबको कुरा सुन्दा सामान्य लाग्न सक्छ, तर यो सामान्य समस्या होइन। यो त एउटा ठूलो पेशागत सङ्कटको सुरुवात मात्र हो। यसले कसरी बिस्तारै पुरै फार्मेसी पेशालाई नै धराशायी बनाउँदैछ, अब त्यसबारे बुझौँ। तीतो सत्य के छ भने मध्य प्रदेशमा फार्मासिस्टहरूले आफ्नो योग्यता र ज्ञानको बदलामा पाउने तलब एक सामान्य मजदुरको भन्दा पनि कम छ। र यो कुनै एउटा जिल्लाको कथा होइन, यो त प्रदेशका 8वटै जिल्लामा फैलिएको एउटा डरलाग्दो समस्या हो। अनि अभियानले यो समस्या निम्त्याउने शक्तिहरूलाई एउटा निकै शक्तिशाली नाम दिएको छ, रावण प्रवृत्ति। उनीहरूको अनुसार यो प्रवृत्तिले फार्मेसी पेशाको सम्मान र भविष्य दुवैलाई ध्वस्त पार्दैछ। मतलब उनीहरूले यसलाई कुनै अमूर्त समस्याको रूपमा होइन, एउटा स्पष्ट शत्रु विरुद्धको लडाईँको रूपमा हेरेका छन्। अब यस्तो अवस्थामा एउटा प्रश्न त मनमा आउँछ नै, यदि फार्मासिस्टहरू एक भएनन् भने के हुन्छ त? किनभने यसको असर उनीहरूमा मात्रै पर्दैन, यसको असर त बिरामीदेखि लिएर पुरै स्वास्थ्य प्रणालीमा नै पर्छ, र त्यो असर निकै गम्भीर हुन सक्छ। हो, यही प्रश्न नै यो अभियानको केन्द्रमा छ। एकजुट नहुँदा के हुन सक्छ? यस अभियानले 3वटा यस्ता डरलाग्दा परिणामहरू औल्याएको छ जसले साँच्चै नै सोच्न बाध्य बनाउँछ। सबैभन्दा पहिलो र डरलाग्दो असर त सिधै बिरामीको स्वास्थ्यमा पर्छ। सोच्नुस् न, जब एक योग्य फार्मासिस्टले उचित सम्मान र अवसर पाउँदैन, तब बिरामीले कसरी सही औषधि र परामर्श पाउँछ र? यसले त उपचारको गुणस्तर र सुरक्षामाथि नै ठूलो प्रश्नचिह्न खडा गर्छ। त्यसपछि आउँछ दोस्रो खतरा, रोजगारी गुम्ने। जब कुनै पेशाको सम्मानै हुँदैन, तब त्यहाँ योग्य मान्छेको ठाउँ अयोग्य मान्छेले लिन्छन्। यसले एकातिर फार्मासिस्टहरूको जागिर खोज्छ भने अर्कोतिर पुरै पेशाको अस्तित्वलाई नै जोखिममा पारिदिन्छ। अनि तेस्रो र सायद सबैभन्दा डरलाग्दो कुरा, पेशा नै हाइज्याक हुने खतरा। अवस्था यस्तो बन्दै जान्छ कि फार्मासिस्टहरू एकदमै कम तलबमा काम गर्न बाध्य हुन्छन्, र अन्ततः यो पेशा नै कसैले अपहरण गरे जस्तो भएर इतिहासको पन्नामा मात्रै सीमित हुन सक्छ। अभियानको एउटा भनाइले यो स्थितिको गम्भीरतालाई प्रष्ट पार्छ। उनीहरू भन्छन्, सधैँ कसैको गुलाम भएर बस्नुपर्ने अवस्था आउँछ। यो भनेको के हो भने कुरा अब जागिरको मात्रै रहेन, यो त पेशागत स्वतन्त्रता र आत्मसम्मान नै गुम्ने खतरा हो। तर जहाँ सङ्कट हुन्छ त्यहाँ समाधानको बाटो पनि हुन्छ। ल, अब यत्तिका समस्याको कुरा गर्यौं, अब समाधानतिर लागौं। नेपाल फार्मासी सङ्घ अर्थात् फ्यानले यो अवस्था बदल्नका लागि 5 बुँदे एउटा स्पष्ट योजना लिएर मैदानमा आएको छ। यो अभियानका 5वटा मुख्य लक्ष्यहरू छन् जसलाई उनीहरूले आफ्नो स्तम्भ मानेका छन्। पहिलो र सबैभन्दा महत्त्वपूर्ण, बिरामीको सुरक्षा, जसका लागि योग्य फार्मासिस्ट हुनैपर्छ। दोस्रो, पेशाकर्मीको सम्मानका लागि सरकारी स्तरको तलबमान लागू गर्ने। तेस्रो, अस्पतालहरूमा नियमअनुसार फार्मासिस्टको दरबन्दी अनिवार्य गर्ने। चौथो, बिना दर्ता र बिना फार्मासिस्ट चलिरहेका अवैध फार्मेसीहरू बन्द गराउने। र पाँचौं, फार्मेसीलाई नाफा कमाउने व्यापार मात्रै होइन, एउटा सेवामुखी पेशाको रूपमा स्थापित गर्ने। र यो कुनै सानोतिनो छरिएको प्रयास पनि होइन, यो एउटा आधिकारिक अभियान हो जसलाई नेपाल फार्मेसी सङ्घ मध्य प्रदेशले जनकपुर धामको पवित्र भूमिबाट सुरु गरेको छ। यसले के देखाउँछ भने यो अभियानलाई आधिकारिकता र शक्ति दुवै प्राप्त छ। अन्त्यमा यी सबै कुराको सार एउटै हो, एकताको आह्वान। यो पेशालाई बचाउनका लागि गरिएको एउटा सामूहिक र सायद अन्तिम अपिल पनि। अभियानको आह्वान एकदमै सिधा र स्पष्ट छ। आउनुहोस्, आफ्नो पेशागत अधिकार र गरिमाको रक्षाका लागि एकजुट होऊ। यसको सन्देश के हो भने यो पेशाको भविष्य कुनै एकजनाको हातमा छैन, यो सबैको साझा जिम्मेवारी हो। र यो अभियान हछुवाको भरमा चलेको छैन, यसको एउटा स्पष्ट रोडम्याप छ। ऐतिहासिक सहर जनकपुर धामबाट सुरु भयो, अहिले मध्य प्रदेशका 8वटै जिल्लामा फार्मासिस्टहरूलाई एक ठाउँमा ल्याउने काममा लागिरहेको छ। र आउँदा केही महिनाभित्रै हरेक जिल्लामा आफ्नो बलियो उपस्थिति बनाउने उनीहरूको लक्ष्य छ।
अनि अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न सोच्नको लागि छोडेर जाँदैछु। के यो अभियानले मधेसमा फार्मेसी पेसाको भविष्य साँच्चै बदल्न सक्ला त? यो आन्दोलन सफल भयो भने के हुन्छ र भएन भने के होला? यसबारे सोच्नु साँच्चै जरुरी छ।